गाइज वेलकम टू माई च्यानल। आज चाहिँ हामी दौडेन, आज चाहिँ हाम्रो मोल लोड गर्ने काम थियो। त्यही लोड 2 बजी गएको। गफले है गाइस, न दौडिन्थेन, गफले है गाइस। यसो गफ सुनेर हुन्न। 2 बजी गएको, 2 बजी आएर 6 बजी आएको, 9 बजी कन्टेन्ट लाइन बोरी छिर्न लाग्यो। आज चाहिँ एक्सर्साइज भएन। यस दाइ दाइ सर हिजो ओ केटा हो, केटाहरू एक्सर्साइज हारिरहेको हिजो। म चाहिँ आज मोल लोड थियो, मोल लोडमा काम गरेर आएको। तेरो आज दौडिनु भएन, केटाहरू दौडिरह सब। यसरी क्या बुके कभर बल्ल क्लियर देखेँ मैं। यहाँ छ हाम्रो बडी बिल्डर हाँसिदिन्छ अरे। अनि यहाँ छ हाम्रो ब्लगर हो। चाक्नी देखेर नयाँ हो के रे नयाँ नधोइकन लाउँछ जस्तो नि। ए लजी दे त्यो 2000 1000 केटाहरू एक्सर्साइज हानेर होइन। अब म एकछिन उहाँ भनेर एकछिन हात साथ तनाउँछु, अनि त्यहाँबाट मसला हान्छु। यहाँ त डाइरेक्ट मसला हामी चाहिँ टक्कर आवारमा हामी दौडिन्छ। यो गोलो राउन्ड नाप्न लाग्यो कति मिटर छ भनेर होइन, दाहरूसँग चट्ट पारामा हामी चाहिँ यहाँ नाप्न लाग्यो। आज दाहरू आयो, फेरि नयाँ नयाँ दाहरू एक्सर्साइज गर्ने ठाउँमा त नयाँ हो नि त है। कहाँ तल देखा 30 मिटर तान्यो होइन त्यहाँदेखि। अब त्यहाँ जानु लाग्यो। आज चाहिँ रनिङ छैन है, फेरि आज मोल लोड हान्नु जानु लाग्यो। यसको ब्याग हेर्नुहोस्, मेरोभन्दा कम हो। गाइस दाइ के छ? हेलो आज त यो फुल भिडियोमा हालिदिने कि वेलकम टु आवर क्रिप्सन ब्लग। आज हामी केटाहरूको लागि यो रानी पोखरी भित्रको यो एरिया कति छ भन्ने कुरा नाप्दैछौँ हामी। हजुर कति मिटर भयो अब? यहाँ यो 60 पुगिसक्यो अब। 60 यहाँ वहाँदेखि भयो 60 पुगिसकेको छ। त्यहाँ कति भयो? 30 ल दौडी 30 30 60 70 80 90। अब यहाँ चाहिँ 90 भयो हाम्रो। यहाँसम्म चाहिँ 120। कमान अब हामी नाप्नु जान्ला अब अर्को ठाउँमा 120 टक्क रानीपुर राउन्ड हान्ने आज त हिँडेर 120 अब त्यहाँ पो अब त ऊ पो हो त ल 150 भयो अरे त्यहाँसम्म। त्यहाँमा यार केही नि देखेन यार, मेरो अनुहार मात्रै देख्यो होला। त्यो पनि अनुहार मोबाइल हराउँला फेरि यार। 150 भयो यहाँसम्म। 150 यहाँ स्टप ओए पाक्ने ओए नतान 150 भाइ म गए त आउँदै ओए रोक आइज न 150 पछि बाइकसँग भ्लग बनाइदियो। अहिलेसम्म 150 मिटर हामीले नापिसकेको छौँ। अब अझै आधाभन्दा बढी नाप्ने क्रम जारी नै छ। अझै आधी छ, आधी बाँकी। 180 भयो नि। 180 भयो। 180 भयो यहाँ 180 टक्क लाइन यहाँ। आज सर्ट भिडियो होइन लङ भिडियो हालिदिनु किड्याङ। दाइहरूसँग काम जारी हो। चिचीमा मन्नुको बर्थडे आउनु कति रञ्जन त्यसलाई नि 30 उतासम्म हो। जारी दुईटा दोस्तीहरू चाहिँ आउँदै हो। ओइ भिडियोमा आइदियो त भयो। ओ यहाँ आइज ल 210 भयो। 210 भयो। अब लाइन जारी दौडी
कहाँ हो 210 ल इट्टाले रङ ला 210 मेन्दाई अब फेरि उता फेरि टक्क पारामा त्यहाँनिर 240 आइज आइज चट पारामा 240 यहाँनिर 240 मिटर भइसकेको छ टक्क 240 भनेपछि यहाँ अन्त 240 जाउँ हामी चाहिँ अँध्यारो हो केही देखेँ होइन माइन नर्नु होला यहाँसम्म 270 भयो होला दौडी हो दौडी 270 यहाँसम्म 270 मिटर अब यसो एप्रोक्सिमेट अन्दाजी गर्दाखेरि 500 को हाराहारीसम्म छ यो 400 त होला है 400 बढी हो क्या जस्तो लाग्यो 400 बढी छ जस्तो लाग्थ्यो हामीलाई पहिल्यैदेखि लाग्थ्यो क्या त्यो नाप्दिएको अन्दाज हाने थियो हामीले आँखु यहीँनिर 300 भयो 300 मिटर को हाराहारी 60 नाप्दैन अन्जन भाइ 60 हामीले नापेर भ्याउनु लागिसक्यो अब आधीभन्दा बढी भइसक्यो अब 200 मिटर जति होला स्टप 400 नै लगभग 400 भन्दा अलिकति बढी होला न त भाइ 400 हाराहारीमा आइज आइज 330 आइज आइज अहिलेसम्म 330 भएको अवस्था त्यहीँनिर चक्कर ला उयो त है ए यहाँ रहेछ हामी यहाँ क्रिस्चियन युट्युब च्यानलको सम्पूर्ण भ्युजहरूलाई एकपटक रानी पोखरी घुम्न आउनको लागि अनुरोध गर्छु एकदम आकर्षक मजा आउँछ सुन्दर एकदम रमणीय क्षेत्र छ यो त्यही भएर सबैलाई हेर्नु जति भ्युअरहरूले सबै घुम्न आउनु होला रानी पोखरी एकपटक नत्र भए तपाईँहरूले रिग्रेट फिल गर्नुहुन्छ 360 ए पुग्छ होला 360 70 80 90 100 बढी अझै यही हो यही 400 ढ्याक्क अरे 400 भन्दा बढी छ जस्तो लाग्यो होइन दादाहरूले फेरि 400 भने अहिले त छ होला 400 त 15 होला 15 ए 16 होला त्यो 14 कि 16 30 त होला छैन होला छैन 400 भन्दा त बढी रहेछ 400 भन्दा बढी हो कति पुग्यो यहाँ 30 हो ल 420 भयो त्यो 420 मिटर ए मिटर 420 मिटर 420 मिटर 400 भन्दा बढी हो क्या भन्दैछु त 400 भन्दा बढी हो आइज आइज ओ 10 मिटर कति 10 मिटर भयो भने भन्नु भिडियो 420 मिटर पुगिसकेको छ अहिले यो रानी 430 यो बाटो यो भित्रको बाटोलाई मात्र नाप्दा फेरि अब भोलिदेखि हामी त्यही अनुसार टाइम म्यानेज गरेर हामी दौडिने छौँ र हाम्रो आजको भिडियो भोलि आउँछ र यसरी नै हाम्रो दौडिने अब टाइम म्यानेजमेन्ट गरेर दौडिने हिसाब अब भोलिदेखि हाम्रो रनिङ सुरु हुन्छ एक्चुअल रनिङ भनेको के हुन्छ भोलि तपाईँहरू हेर्नु होला फिजिकल फिटनेस कसरी गर्ने हेर्नु होला र सिक्नु होला चेस्ट नाप्ला हामी चाहिँ ए हामी सबको चेस्ट कति भयो 24
पास ल अब सिसिल गयो पास 35 इन्च अर्को पास आइजा न ल समीर गयो अब चाहिँ समीरको पालो विङ निकाल्यो क्या 36 इन्च विङ्स लाग्यो के 36 40 होला यार 36 41 डबल पास 41 डबल पास 41 डबल पास अब यो चाहिँ लाउरे भर्ती हुने हो अब यसको कति हो 38 मेरो 37 भनेको 41 रे यार ठुलो थियो आयो मास्टरको चेस्ट नाम कति 12 त्यहाँ 36 3 फिट 5 इन्च 3 फिट 4 इन्च भने तपाईँको अन्त सानो त 40 इन्च